साथीहरु हामी चाहिँ रमिते डाँडा पुगिसक्यौं रमिते भइसक्यो यहाँ हाम्रो बमिट गरेर केटाकेटी यस्तो भएर कुन भिडियोलाई यो सिधा हुँदैन त यतिकै हो यो युट्युबमा जान्छ नि त युट्युबमा जाँदाखेरि सिधै हुन्छ अनि कसरी सिधा हुन्छ मतलब यस्तो तेर्सै हुँदैन नि त युट्युबको भिडियो ओफ मम्मी कस्तो लाग्यो त तपाईँलाई रमिते डाँडा हेलो गर्नु न म त बमिट आएर बोल्नै सकेको छैन ओफ यस्तो छ यहाँ चाहिँ हेलो अन्जु भान्जा छाडेर बिजोक छ हेलो छानु हेलो खोइ हेलो भनेको छिटो दिशाको खोइ हेलो भनेको छिटो दिशाको और अभी तो रुको क्लाइमैक्स अभी बाकी मे के हो ल अबे कहाँ गएको यहाँ आउँदा हुन्छ मम्मीहरू उयो हामी आएको गाडी चाहिँ अनि यस्तो छ भ्यू त अनि यहाँ माथि चाहिँ उँभो चाहिँ उयो छैन अरे गाडी जाने बाटो यस्तो छ नानीहरू सबै छाडेर चाहिँ हामी चाहिँ हिँड्दै गएको यहाँ अब केही छैन सबै कुरो लागेर म त बोल्न सकेको छैन अहिलेसम्म भिडियो बनाउँछु उयो चाहिँ उयो होला खेती अनि हामी चढ्दैछौँ मेरो छेउ चाहिँ रिसाएर आइसिनु उसलाई गाडीमा बमिट आएर अनि अन्जुहरू हिँड्दै हुनुहुन्छ मम्मीहरू त कहिले हो कहिले आउनु तल उतापट्टि हिँड्यो नि त अलि राम्रो बाटोमा यहाँ चाहिँ हेर्नु त यस्तो ठाउँ छ राम्रो पनि सकिँदैन गाडीमा म यस्तो डर लाग्छ मलाई यस्तो ठाउँमा चाहिँ मुनि चाहिँ भ्यू आँखाबाट हेर्दा चाहिँ दामी देखिरहेछ यो क्यामेरामा चाहिँ क्याप्चरै भएन मम्मीहरूका बिजोक छ ऊ 4 जना मम्मीहरू यता भान्जी अब यस्तो कुहिरो जाँदैछ त्यहाँ चाहिँ हामीले माथि माथि आइपुगिसक्यौँ अब चाहिँ बल्ल राम्रो पानीपुरी खान बसेको हामी चाहिँ चिल्लर पार्टीहरूले चाहिँ खाँदैछ हेर्नु भान्ज हेऱ्यो अरे नि हातले चाहिँ रिसाइहाल्छ न हाम्रो आँखाले देखे जस्तो त नदेखिने क्या यो फोनमा यति राम्रो भ्यू हाम्रो भ्यू नाच्ने हो होइन कस्तो राम्रो यहाँको वेदर यति राम्रो छ हामी चाहिँ गर्मी ठाउँमा बसेर चिसो खाना खाएको सबभन्दा अगाडि चाहिँ मैले भिडियो स्टार्ट गरेको थिइनँ हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो आशा गर्दैछु तपाईँहरू सबजना सन्चै आराम हुनुहुन्छ म पनि एकदमै सन्चै छु आरामै छु भन्दै यो भिडियो चाहिँ स्टार्ट गरिसकेको छु त एक्कासी हाल्नु भिडियो बनाउँदै हुस्से आयो नि पुरा भिडियो नै धमिलो भयो खोइ हामी पनि यहाँ फुपू भदै फुपू भदै को भन्दै त फुपू भन्दै न सानी मजाले खोइ लु जाउँ एक्कासी हुस्से आयो कहाँ जानु भएको यता हो चिरिपा हान्नुको घर त अनि चिरिपा परेर ल्याउनु भएको छ चिरिपा हान्नु यस्तो चिरिपा हान्नु गाडी यता चिरिपा एकदमै लाएर न फेरि शौचालय भन्नु न खोइ तपाईँकोबाट भिडियो बनाऊँ लास्टमा चाहिँ मेरै फोनबाट भिडियो बनाएकै यहाँबाट चाहिँ मलाई मनै परेन भनेर क्या पुरा लु बस राम हिँडेर केटाकेटीले यहाँ हामी चाहिँ माथि आइसक्यौँ नि त अनि भिडियो बनाउँछु यहाँ 10 खिचिदिएर आइसु त नाम के पो टेन टाउन चाहिँ कुहिरोले कोठामा साथीहरू हामी चाहिँ एक्सप्लोर तपाईँहरूलाई देखाउन आँटेको के हेऱ्यो मलाई फेरि जस्तो द टेन टाउन बेस क्याम्प कञ्चनजङ्घा बेस क्याम्प यता चाहिँ नाम रहेछ क्या यो फेरि क्याम्प उता हिँड्नु पर हिँड्नु कस्तो मान्छेको छ भिडियो बनाउँदै अक्वर्ड लाग्छ कि यसलाई हिँड्नु भने जबरजस्ती दिदी पनि हुँदा त अक्वर्ड नहुँदो रहेछ यो चाहिँ के बेस क्याम्प हो चढ्नु पाइन्छ होला त के आफ्नो चाबीलाई त्यो त यहाँ होला के हो यो नाम पनि थाहा मकालु बेस क्याम्प त्यो पनि ढोका भयो के छ हुस्से लागेर यहाँ चाहिँ पुरा उयो भइरहेको छ अहिले चाहिँ मम्मी चाहिँ टिकटक बनाउँदा वाक्क भएर कसको हो तपाईँको यसले भयो पारवाला त तिम्रो ल्याएन भने लिएको छ यहाँ ब्यागमा चाहिँ अड्क्यो फोन हामी चाहिँ निस्केको यहाँबाट सबैजना यस्तो हुस्से लाग्यो अनि यहाँ बसेर नानीहरूसँग एकदम चिसो लाग्ने भयो अनि त्यही भएर चाहिँ हामी निस्केको
अब तल खाजा पनि हुँदै खाने हामी एकदमै प्याक छ बस्ने ठाउँ छ नि आज साथीहरू हामी फेरि यहाँ सिमसार आइसक्यौँ यहाँ सिमसार नै पुरा अड्किरहेको छ फोन चाहिँ उयो भएर गाडीमा हिँडेर हालत खराब भइसक्यो फोन अड्केछ के गर्नु हो जाने यता हेरिदिनु न माया गरिदेऊ घाम यताबाट डिसलाइट भयो नि त फेरि क्यामेरामा सिमसार चाहिँ म कति वर्ष 1 वर्ष पछि आएको होइन अनि 1 वर्ष होइन भयो होला 3-4 वर्ष हुन आइसक्यो होला अनि बिर्सेछु क्या म त कहिले आएको थिएँ कुन ठाउँ हो यो भन्ने नै बिर्सेछु र यहाँ तिमी चाहिँ झोला बोक्नुमा पर्यो बिजोक भयो धेरै भयो साडी कहिलेदेखि हिजो 2 चोटि खाएको साथीहरू हामी चाहिँ घर आइसक्यौँ है अनि यो चाहिँ भोलिपल्ट हो नि त सबैजनालाई अब गुड मर्निङ भनौँ न अहिले त यहाँ 10-11 मात्रै बज्दैछ नि त अनि त्यही भएर म चाहिँ घरमा आएर फ्रेस भएर हिजो हामी बेलुका आइपुग्यौँ अनि त्यसपछि अनि उता हाम्रो नन्दको सासू अनि जेठाजु पनि हुनुहुन्थ्यो नि त अनि त्यही भएर चाहिँ यहाँ अब चिसोहरू दिँदा होला यताउता गर्दा रात पऱ्यो अनि मम्मीहरू पनि हुनुहुन्थ्यो मेरो दिदी मम्मी पनि आउनुभएको थियो अनि मम्मीहरूलाई खानाहरू बनाएर दिँदा ओर्दा चाहिँ रात पऱ्यो मैले भिडियो एडिट गर्न नि पाइनँ अनि आज पनि यत्रो बेर भइसक्यो भिडियो एडिट गर्नै पाएको थिइनँ एडिट पनि गरेको छैन इन पनि गरेको छैन अब इन गरेर एडिट गरेर यो भिडियो चाहिँ म अपलोड गर्छु र तपाईँले हेरेर इन्सर पनि आइसक्नु भएको छ अनि अब चाहिँ तपाईँहरूलाई चाहिँ भिडियो स्टार्टिङमा चाहिँ मैले स्टार्ट पनि नगरेँ त्यसै भिडियो बनाएको थिएँ नि त म यहाँ राख्छु ल अनि भिडियो स्टार्ट उयो नगरी मैले एकैचोटि भिडियो बनाएको थिएँ अनि त्यही भएर तपाईँहरूलाई चाहिँ जस्तो तपाईँहरू सक्ड हुनुभएको थियो म पनि त्यस्तै नै भएको थिएँ किनकि 81 प्लान भयो घुम्न जाने 81 हामी पुग्यौँ अनि हाम्रो घरमा चाहिँ शनिबार लाइनै आउँदैन अनि फोन चार्ज पनि थिएन अनि शनिबार आइतबार बिहानै गएको हामी चाहिँ अनि फोन चार्ज गर्न पाएको थिइनँ फोनमा चार्ज पनि थिएन तर पनि मैले यति उयो कन्जुस गरेर चार्जमा होइन यति गर्थेँ अलि क्लिपहरू चाहिँ म ठाउँमा हिँड्दै गएको ठाउँमा बनाएको छ नि हामी चाहिँ यति गायमेती हामी गाडीमा हल्ला गऱ्यौँ त्यसले गर्दा मेरो घाँटी पनि दुखिरहेछ स्वर पनि अलिक बसे जस्तो पनि भएको छ अनि हामी चाहिँ गएको चाहिँ रमिता डाँडा तपाईँहरूले भ्यू देखेर थाहा पाइहाल्नुभयो मैले त्यत्रो भनेको पनि थिएँ अनि हामी चाहिँ सिमसार होइन मम्मी सिमसार पनि आयौँ अनि त्यहाँ चाहिँ हामीले खाजाहरू खायौँ अनि घर आयौँ बेलुका कटुसे पनि जाने कुरा थियो तर रात परो टाइमले हामी भ्याएनौँ नि त माथि डाँडामा यस्तो बाटो बिग्रेको रहेछ फेरि पानी परेको घुम्न जाने भने चाहिँ रातभरि पानी पऱ्यो बिहानभरि पानी पऱ्यो पानी रोकिने बित्तिकै हिँडेको हामी चाहिँ यहाँदेखि अनि जाँदा हेर्दा बाटो जस्तो दुःख सुख गयौँ नानीहरू बमिट गरेर है 14जना गएको गाडीमा चेप अनि भिडियो बनाउनु त्यहाँ मैले त्यति पाइनँ अलिअलि भिडियो गरेको थिएँ तपाईँहरूले देखिहाल्नुभयो अनि यहाँ बोल्दा नै कस्तो एकरो यसरी बोल्दा चाहिँ यहाँ घाँटी दुखिरहेछ कराकोले मम्मी नभएको भए मम्मी र म भनौँ न भने मम्मी तपाईँ र म नभएको भए चाहिँ मम्मी र म नभएको भए चाहिँ यति उयो भनौँ न घुम्ने ठाउँ नै रमाइलो हुँदैन थियो अरूलाई कहाँ राख्नुहुन्छ क्या मैले यहाँ अनि घुमेर पनि आएँ मैले 81 यो चाहिँ यस्तो हुँदो रहेछ क्या प्लान गरेर अब हामी जाने भनौँ भने चाहिँ हामी गइँदैन लास्ट मुभमेन्टमा गएर चाहिँ त्यो क्यान्सल हुन्छ होइन अनि यसरी ठ्याक्कै लु जाने भनेपछि चाहिँ गइँदो रहेछ त्यही भएर अब चाहिँ तपाईँहरू पनि प्लान गरेर चाहिँ काहीँ नहिँड्ने 81 लु जाउँ पैसा बोक जाउँ भने त्यसलाई होइन मम्मी आउनु न तपाईँ पनि कस्तो भयो तपाईँको एक्सपिरियन्स के भन्नु न यहाँ आउनु न हौ अलिकति
अलिकति भन्नु न मम्मी चाहिँ हिजो कराकाले स्वर सुकिरहेको छ मम्मीको पनि अनि नबोल्ने अरे मम्मी चाहिँ ठिकै छ अर्को भिडियोमा मम्मीलाई नि म सोध्ने छु अनि म चाहिँ यहाँ घर सफा गरेको जालोहरू लागिरहेछ अनि त्यस्तै हो साथीहरू अब घुम्न गयो दुःख सुख घुमेर पनि आइयो होइन अनि भिडियोहरू मैले धेरै क्लिपहरू लिन नसकेँ जति मैले सकेँ जति मेरो फोनले साथ दियो मैले गरेँ अब हेरौँ भविष्यमा तपाईँहरूलाई राम्रो क्वालिटी दिन सकौँ राम्रो फोनहरू बोक्न सकौँ होइन यही भन्दै तपाईँहरूले मलाई सपोर्ट गर्नु होला माया देखाइदिनु होला सब्सक्राइब गर्नु होला लाइक गर्नु होला कमेन्ट गर्नु होला यति भन्दै आजको भिडियो चाहिँ यहीँ गर्छु बाई बाई